फिजियो रेडियोमा स्वागत छ। म विजय र यो हो थेरापीभित्रको साइन्स श्रृङ्खलाको पहिलो भिडियो। आज हामी कुरा गर्दैछौँ कोरबारे। ह्युमन बडीको एउटा महत्त्वपूर्ण तर अलि मिसअन्डरस्टुड पार्ट हो कोर। एक त कोर भन्ने बित्तिकै हामी कम्मर वरिपरिको क्षेत्रलाई बुझ्छौँ र कोर भनेको त एउटा ठोस मसल हो जसको काम पेटलाई टाइट राख्नु हो भनेर बुझ्छौँ। तर कोरलाई एउटा ठोस मसल भन्दा पनि एउटा फङ्सनल सिस्टम, नेपालीमा भन्न पर्दा कार्य सम्पादन व्यवस्थाको टर्म्समा बुझ्यो भने अलि राम्रो हुन्छ। कोर जस्तो छोटो मिठो शब्दलाई सुन्दै झर्को लाग्ने र सरकारी कामकाजको भाषा जस्तो लाग्ने कार्य सम्पादन व्यवस्था जस्तो शब्दावलीले रिप्लेस गरिदिँदा तपाईँहरूलाई पनि अलिक झर्को लागिरहेछ होला। तर यो भिडियोमा म कोरको कन्सेप्टलाई अलिक रोचक बनाउने प्रयास गर्नेछु। सुरुमा कोर सम्बन्धीका केही मिथकहरूलाई चिर्ने प्रयास गरौँ। नम्बर 1, अघि भने जस्तै कोर खाली कम्मरमा हुँदैन। तपाईँले फङ्सनल सिस्टम वा कार्य सम्पादन व्यवस्थाको लेन्सले कोरलाई हेर्नुभयो भने कोर तपाईँको घाँटीमा पनि हुन्छ, कोर तपाईँको खुट्टामा पनि हुन्छ, कोर तपाईँको कुममा पनि हुन्छ। नम्बर 2, मेरो कोर कतिको हेल्दी छ भन्ने कुराको सही मापक स्ट्रेन्थभन्दा पनि फोर्स म्यानेजमेन्ट हो। भन्नुको अर्थ तपाईँको एब्स स्ट्रङ छ भन्दैमा तपाईँको कोर पनि स्ट्रङ छ भन्न मिल्दैन। त्यो भागमा लाग्ने वा उत्पादन हुने फोर्सेसहरू कतिको व्यवस्थित छन्, कतिको एक ठाउँबाट अर्को ठाउँमा डिस्ट्रिब्युट हुन सक्छन् भन्ने कुराले तपाईँको कोर कतिको स्ट्रङ छ भनेर जनाउँछ, न कि स्ट्रेन्थ एक्लैले। र यसको मतलब के पनि हो भन्दा पनि कोरको मुख्य काम शक्ति वा बलको उत्पादन गर्ने भन्दा पनि ती चिजहरूलाई व्यवस्थापन गर्ने हो। अब लागौँ त्यो झन्झटिलो शब्दावली कार्य सम्पादन व्यवस्था वा फङ्सनल सिस्टमलाई अलिक सुलभ बनाउने दिशातर्फ। कुनै पनि कोरमा, चाहे त्यो कम्मरमा होस् वा कुममा होस् वा खुट्टामा, दुई किसिमका मसल्स ग्रुप्सहरू बिचको कोअर्डिनेसन रहन्छ। पहिलो ग्रुप जोर्नीको नजिक रहन्छ, दोस्रो ग्रुप जोर्नीभन्दा अलिक टाढा रहन्छ। कम्मरकै कोरको इक्जाम्पल दिनुपर्दा एउटा ग्रुप अफ मसल्स जोर्नी द्याट इज स्पाइनको नजिक रहन्छ। हामी पिटिजहरू त्यसलाई डिप सिस्टम भनेर बुझ्छौँ। अर्को मसल ग्रुप स्पाइनभन्दा अलिक टाढा रहन्छ। हामी पिटिजहरू त्यसलाई सुपरफिसियल सिस्टम भनेर बुझ्छौँ। र जगजाहेर सत्य नै हो कि डिप कुराहरू अलि थामिएका हुन्छन्। तिनलाई स्पिडभन्दा पनि स्टेबिलिटी र कन्ट्रोल प्यारो हुन्छ। एन्ड इट्स नट एनी डिफ्रेन्ट इन योर कोर। कोरको डिप सिस्टमको काम भनेकै कन्ट्रोल र एन्ड्युरेन्स मेन्टेन गर्नु हो, एउटा स्ट्रङ फाउन्डेसन प्रदान गर्नु हो। तर फाउन्डेसन केका लागि चाहियो त? स्टेबिलिटी किन चाहियो? त्यसको सिम्पल उत्तर हो मुभमेन्टका लागि। किनभने यो कुरा पनि जगजाहेर नै हो कि स्टेबिलिटी एक्लैले केही गर्न सक्दैन। घरको जग बनाएर मात्र छोडिँदैन, ढिलो चाँडो त्यसमा घर पनि बनाइन्छ। त्यसरी नै डिप सिस्टमले प्रदान गर्ने स्टेबिलिटीको जगमा टेकेर, जगमा उभिएर मुभमेन्ट अथवा मोबिलिटी उत्पादन गर्ने काम गर्छन् अघि भनेको जोर्नीभन्दा अलिक टाढा रहेका सुपरफिसियल सिस्टमले। मलाई थाहा छ कि मैले कोरलाई सरकारी कामकाजको भाष्यबाट बाहिर निकालेर अलिक साहित्यतर्फको भाष्यतर्फ पनि लगिरहेको छ चाहिँ किन सक्छ। त्यही भएर लेट मी जस्ट स्टप दिस ल्याङ्ग्वेज प्ले एन्ड कम स्ट्रेट टु द पोइन्ट। मानौ तपाईँ भर्खरै ग्रोसरी गरेर फर्कदै हुनुहुन्छ। तपाईँको दुवै हातमा तरकारीले भरिएका झोला छन्। घरको ढोकानिर पुगेपछि ढोका खोल्न तपाईँ एउटा हात बढाउनुहुन्छ झोलासहितको। तपाईँले हात अगाडि बढाउनु पूर्व नै तपाईँको डिप सिस्टम एक्टिभेट भइसकेको हुन्छ, तपाईँको स्पाइनलाई स्टेबल राख्न। भार बोकेको हातले ढोका खोल्ने काम गर्दै गर्दा तपाईँको ढाड सिधा रहोस् वा कोल्याप्स नहोस् भन्नलाई। र त्यसपछि भारसहितको हात अगाडि बढाउन, द्याट इज मुभमेन्ट जेनेरेट गर्न तपाईँको सुपरफिसियल सिस्टम पनि एक्टिभेट हुन्छ। अघि भने जस्तै स्टेबल फाउन्डेसनको जगमा गोल ओरिएन्टेड मुभमेन्ट क्रिएट भइरहेको हुन्छ। तपाईँको सुपरफिसियल सिस्टमले यसरी मुभमेन्ट पैदा गर्नुको सिवाय अर्को एउटा महत्त्वपूर्ण काम पनि गरिरहेका हुन्छन् यो बेला। ग्रोसरीको ब्यागको भारलाई शरीरभरि डिस्ट्रिब्युट गरिदिन। सुपरफिसियल सिस्टमको अर्को रोचक लाग्दो कुरा के हो भने यिनीहरूको कनेक्सन विभिन्न जोर्नीहरूसँग हुन्छ। जस्तै लेट्समस डोर्साई भन्ने मसल तपाईँको कम्मरदेखि लिएर माथि कुमसँग जोडिएको हुन्छ। यसरी एउटा ठुलो क्षेत्रमा फैलिदिँदा कुनै एक भागमा लागेको फोर्स अरू भागमा सार्न वा डिस्ट्रिब्युट गर्न सजिलो हुन्छ। यो उदाहरण मैले दिँदै गर्दा तपाईँको मनमा स्टिल यहाँ कोरले गर्न चाहिँ के गर्यो वा कोर के हो त भन्ने प्रश्न आइरहेको छ भने यसको सिधा उत्तर हो यहाँ कोर एउटा स्पेसिफिक मसल्स भन्दा पनि यो जुन सुपरफिसियल र डिप सिस्टम बिचको कोअर्डिनेसन वा ब्यालेन्स छ त्यही नै कोर हो, त्यही नै कोरको मुख्य काम हो।
हामी पिटिजहरूले तपाईँको कोरको जाँच गर्दा हाम्रो ध्यान तपाईँको एप्स वा तपाईँको पेल्भिक फ्लोर कतिको स्ट्रङ छ भन्दा पनि तपाईँको सुपरफिसियल र डिप सिस्टम बिचको टाइमिङ कस्तो छ, फोर्स एफिसिएन्टली डिस्ट्रिब्युट भइरहेको छ कि छैन, फोर्स लिक पो भइरहेको छ कि, र यदि लिक भइरहेको छ भने त्यो लिक भएको फोर्सले सियर द्याट इज घर्षण वा कम्प्रेसन द्याट इज प्रेसर जस्तोको रूप पो लिइरहेको छ कि, तपाईँको ब्रिदिङ कतिको सुलभ छ, तपाईँको ब्रिदिङ गर्ने मसल डायफ्राम र तपाईँको युरिनेसन अथवा डेफिकेसन कन्ट्रोल गर्ने मसल पेल्भिक फ्लोर बिचको तालमेल कस्तो छ, डिप र सुपरफिसियल सिस्टम बिच हुनुपर्ने स्टेबिलिटी र मोबिलिटीको ब्यालेन्स वा ट्रेड अफ कस्तो छ। यसमा एउटा इन्ट्रेस्टिङ कुरा के पनि देखिएको छ अथवा रिसर्चले के पनि देखाएको छ भन्दाखेरि चाहिँ क्रोनिक लो ब्याक पेन ढाड दुखाइमा चाहिँ अन्डर एक्टिभ डिप सिस्टम र ओभर एक्टिभ सुपरफिसियल सिस्टम भएको पनि देखिन सक्छ भनेर चाहिँ विभिन्न शोधपत्रहरूले देखाएका छन्। यो भनेको चाहिँ अघि हामीले चर्चा गरेको सुपरफिसियल र डिप सिस्टम बिचमा हुनुपर्ने स्टेबिलिटी र मोबिलिटीको तालमेलमा कमी आएको हो। हाम्रो ध्यान तपाईँको कोर जाँच गर्दाखेरि यी कुराहरूमा रहन्छ, न कि खालि स्ट्रेन्थमा। त्यसरी नै स्क्रिप्टभन्दा अलिक पर हटेर मलाई यहाँ एथलेटिक प्युबेल्जिया भन्ने एउटा खेलाडीहरूमा विशेषतः फुटबल खेल्ने खेलाडीहरूमा देखिने समस्याको बारेमा पनि कुरा गर्न मन लाग्यो। एथलेटिक प्युबेल्जिया अघि जुन मैले फोर्स लिक भइरहेको छ भने त्यसले घर्षणको रूप लिन्छ कि कम्प्रेसनको रूप लिन्छ भनेर भन्दै गर्दा जुन घर्षणको रूप लिने सियर फोर्स जेनेरेट हुने एउटा समस्या हो। त्यो चाहिँ खेलाडीहरूमा फुटबल खेल्ने खेलाडीहरूमा विशेषतः ग्रोइन उहाँहरूको जुन प्राइभेट पार्ट्सहरू हुन्छ त्यसमा देखिने दुखाइको रूपमा प्रेजेन्ट हुन्छ। त्यो भित्रको के भन्नु क्लिनिकल रिजनिङ अथवा त्यो भित्रको क्लिनिकल फाउन्डेसन चाहिँ त्यही फोर्स लिक भएको र त्यो लिक भएको फोर्सले घर्षणको रूप लिइरहेको भनेर हामी त्यसलाई त्यसरी बुझ्छौँ। आफ्नो कोर हेल्दी बनाउने तर्फको पहिलो कदम भनेकै कोर सम्बन्धी रहेको आफ्नो कन्सेप्टलाई पुनर्विचार गर्नु हो। कोरलाई एउटा सिस्टम्स मोडलको पर्सपेक्टिभले हेर्नु र बुझ्नु पनि हो र सायद यसभित्र गढेर रहेको अलिअलि सरकारी कामकाजको भाष्य र अलिअलि साहित्यको भाष्यलाई पनि एप्रिसिएट गर्न सक्नु हो। I'll see you in another video. Stay tuned.